नमस्कार साथीहरू, तपाईहरुलाई स्वागत छ कृषि कोठालो च्यानलमा। आजको भिडियोमा चाहिँ बुंगुर पालन व्यवसायीले चाहिँ गर्मी मौसममा लागेसँग चाहिँ खोरमा चाहिँ पंखाहरू चाहिँ के कसरी जडान गर्नुपर्दछ, जसले गर्दा चाहिँ बुंगुरको वृद्धि विकासमा समस्या नहोस् भन्ने हिसाबले चाहिँ मैले छोटो मिठो जानकारी बनाएको छु। यो चाहिँ हाम्रो चाहिँ बेच्ने डिपार्ट हो। यहाँ चाहिँ हाम्रो लगभग 30-35 केजी देखि 40 केजी को बुंगुरहरू लिएर आउँदछौं र हुर्काएर चाहिँ लगभग 110 देखि 120 केजी भइसकेपछि हामीले यहाँबाट चाहिँ बुंगुरहरू बेच्ने गर्दछौं। यहाँ हामीले चाहिँ कोरियामा पनि नेपाल जस्तै चाहिँ अहिले मौसमको चाहिँ वृद्धि भइरहेको छ, एकदमै गर्मी भएको अवस्था छ र हामीले चाहिँ खोरमा चाहिँ यसरी यो चाहिँ एकदमै विगत लगभग 35 वर्षदेखिको पुरानो खोर हो र यस्तो खालको खोरमा चाहिँ के कसरी चाहिँ गर्मीबाट चाहिँ बचाउनलाई चाहिँ स्ट्रेस नहोस् र दाना मजाले खाओस् भनेर चाहिँ पंखाहरू जोडेका छौं। तपाईहरुले भिडियोमा हेर्न सक्नुहुन्छ। जस्तै पंखाहरू चाहिँ हामीले चाहिँ यसरी जोड्ने गरेका छौं। बुंगुरहरू चाहिँ यतापट्टि छ भने दाहिने साइडमा छ भने पंखाहरू यसरी जोडेका छौं। यसरी चाहिँ हामीले गल्लीमा छिर्ने ठाउँमा चाहिँ र सँगसँगै चाहिँ हामीले चाहिँ यसरी चाहिँ धेरै जस्तै यो एउटा खान छ, लगभग एउटा खानमा चाहिँ 35 देखि 40 वटा, कुनैमा चाहिँ 20-25 वटा बुंगुरहरू रहेको छ भने कुनैमा 33 वटा, यहाँ हेर्नुभयो भने 33 वटा जति, कुनैमा 40 वटा जति छ भने अब यिनीहरु चाहिँ गर्मी मौसम लागिसकेपछि चाहिँ स्ट्रेसको कारणले गर्मी धेरै भएको कारणले चाहिँ पानी मात्र खेलाउने र दाना चाहिँ कम खाने गर्दछन्। यस्तो अवस्थामा चाहिँ हामीले चाहिँ पंखाहरू जोडिदिनु पर्छ। अब हामीले चाहिँ गल्लीमा चाहिँ यसरी चाहिँ पंखाहरू चाहिँ सिधै बुंगुरलाई पर्ने हिसाबले चाहिँ जोडेका छौं भने अनि माथिपट्टि हेर्न सक्नुहुन्छ यो चाहिँ यो हाम्रो के हो भेन्टिलेसन हुन्छ, जहाँ चाहिँ मैले विगतको भिडियोहरुमा पनि गर्मी मौसममा चाहिँ के कसरी चाहिँ यो जोड्नुपर्छ भनेर भनेका थिए। अब यहाँ हेर्नुभयो भने यसमा चाहिँ हाम्रो के छ भन्दाखेरि यसरी यो गोलो खालको यो प्लास्टिक, तर यो चाहिँ हाम्रो तिरपाल टाइपको छ र गोलो खालको हुन्छ। यहाँ चाहिँ यसरी चाहिँ पाल पारेका हुन्छौं र यसरी पाल पारिसकेपछि बाहिरपट्टि चाहिँ हाम्रो यो पंखा छ। यो पंखामा चाहिँ यसरी मुख बान्दिने र कुनामा चाहिँ मजाले लास्टको भागमा पनि पछाडीपट्टि बान्दिसकेपछि चाहिँ यहाँ चाहिँ हावा भरिन्छ र यो पालको माध्यमबाट चाहिँ तल सिधै बुंगुरलाई चाहिँ हावा चाहिँ प्रशस्त मात्रामा पुग्छ। गर्मी मौसममा भनेको बुंगुरलाई जति सकिन्छ हावा चाहिँ एकदमै प्रशस्त मात्रामा खेल्ने वातावरण चाहिँ बनाउनु पर्छ। त्यस्तै गरी अब हाम्रो चाहिँ एकदमै पुरानो खोर भएको कारणले गर्दा कति ठाउँमा चाहिँ भत्किदै गएको छ। नेपालमा पनि यसरी चाहिँ हामीले गर्न सकिन्छ, एकदम आधुनिक हिसाबले पनि गर्नु पर्दैन। यहाँ हेर्नुभयो भने यो सबै चाहिँ यसरी हामीले चाहिँ हिँड्ने बाटोमा चाहिँ बुंगुरलाई पर्ने गरी चाहिँ हामीले चाहिँ पंखाहरू चाहिँ यसरी जोडेका छौं। अब यिनीहरु चाहिँ भनेको यो दाना खाने भाडा भयो, दाना खाने भाडा हो। यो मेसिनको यो लाइन हो, यसबाट चाहिँ पुरै लाइनबाट चाहिँ दाना चाहिँ भाडामा झर्छ। चाहिँ सानसाना बुंगुरहरू छन्, यतापट्टि चाहिँ ठुलठुला भइसकेका छन्, कति चाहिँ बेच्ने बेला पनि भएका छन् 4-5 वटा। अब यो चाहिँ हाम्रो अलिकति व्यवस्थापन छैन, किन भन्दा अब खोर पुरानो छ र साउ पनि एकदमै बुढो भइसकेको छ, लगभग 80-82 वर्षको भइसकेको छ। यिनीहरु चाहिँ हाम्रो बेच्न लायकका बुंगुरहरू भइसकेका छन्, लगभग 110 देखि 15 केजी को रेन्जमा आइसकेका छन्। यो चाहिँ यो हप्ता चाहिँ हामीले चाहिँ बिक्री गर्ने हो। अब जाडो मौसममा चाहिँ हामीले चाहिँ यो चाहिँ सबै बारेका हुन्छौं, पुरै अब कतैबाट हावा छैन नदिने गरी चाहिँ बारेका हुन्छौं र जाडो महिना लागेसँग चाहिँ फ्यानहरू चाहिँ सबै निकालेर हामीले थन्काउने गर्छौं र गर्मी महिना सुरु हुन बित्तिकै चाहिँ हामीले चाहिँ यो सबै खोलेर खुल्ला राख्ने गर्छौं र खुल्ला राखेर जति सक्दो हुन्छ हामीले चाहिँ हावा प्रशस्त मात्रामा खेलाउनु पर्छ। अब यहाँ अघि नै मैले अगाडि मुखमा देखाए पंखाको त्यसरी चाहिँ पंखामा अगाडिपट्टि जोडिसकेपछि र पछाडिपट्टि चाहिँ यसरी चाहिँ पुरै मुख बान्दिनु पर्छ। पछाडिपट्टिको मुख बान्दिसकेपछि हावा चाहिँ प्रशस्त मात्रामा भरिन्छ र त्यो पालको माध्यमबाट चाहिँ दुलोको माध्यमबाट चाहिँ तल जान्छ। यस्तै छ गर्मीको मौसमको लागि चाहिँ हामीले चाहिँ यसरी नै गरिरहेका छौं र यसरी बुंगुरले दाना पनि अलि मजाले नै खान्छ। अब आधुनिक खोरहरुमा चाहिँ कोरियाको आधुनिक खोरहरुमा चाहिँ अब कुलिङ सिस्टमहरु पनि हुन्छ
अब धेरै कुलिङ सिस्टमहरू भएको आधुनिक खरहरूमा चाहिँ हुन्छ भने पुरानो खरहरूमा चाहिँ प्रायः यसरी नै पङ्खाहरू राखेर चाहिँ बुङ्गुरलाई चाहिँ गर्मीको बाट चाहिँ बचाउन सकिन्छ। यो बेच्ने डिपार्टहरूमा चाहिँ यसरी गरेका छौँ भने माउ बस्ने डिपार्टमा चाहिँ हामीले चाहिँ प्रसुति गृह र गर्भधारण कक्षमा चाहिँ हामीले चाहिँ यो माथिको यो पाइप जस्तो यो जुन प्लास्टिकको पाइप जस्तो छ यस्तो मात्र चाहिँ जडान गर्छौँ भने अब यो बेच्ने डिपार्टमा चाहिँ हामीले पङ्खा पनि जडान गर्छौँ। अब हाम्रो कम्पनीमा चाहिँ दानाहरू यसरी आउँछ भने यो बेच्ने डिपार्टले चाहिँ भाँडैबाट खान्छ मेसिनबाट खान्छ भने अब माउहरूलाई चाहिँ हामीले चाहिँ यसरी बोरामा दाना आउँछ बाहिरबाट अघि सुरुमा भिडियोमा देख्नुभयो होला त्यसरी चाहिँ बाहिरबाट चाहिँ दानाहरू आउँछ र त्यो दानाहरू चाहिँ हामीले त्यो गाडामा हालेर चाहिँ दिने गर्छौँ बिहान बेलुका। तपाईहरुलाई जानकारी के कस्तो लाग्यो कमेन्ट गर्नु होला। हस् त धन्यवाद।